एभ्रीबडी वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी रञ्जिता भट्टराई र आज नि एउटा एक्स्ट्रा केही भिडियो बनाऊँ न त भनेर म भिडियो क्लिक गरिहालेँ। हेरेर साथ दिनु होला कहाँ कहाँबाट हुनुहुन्छ डु कमेन्ट। अनि आज चाहिँ मैले मम्मीलाई केही डिफ्रेन्ट टाइपको प्र्याङ्कहरू गर्छु भनेर सुरु गरेको। लेट्स सी कस्तो हुन्छ हेरौँ। राम्रो भयो भने अपलोड हुन्छ, राम्रो भएन भने है इन्ड हुन्छ। ओके यहाँ मैले एउटा उटपटाङ चाहिँ गरिसकेँ, देखाउँछु है त। मम्मीको स्क्रिनमा के ब्रोकन ग्लास डाउनलोड गरेर अनि त्यसपछि त्यसलाई मैले अगाडि राखिदिइसकेँ वालपेपरमा। ल अनि मम्मीको प्याटर्न नै चेन्ज गरिदिइसकेँ। फोन साइलेन्ट मोडमा छ, कसैको फोन आयो भने यहाँ उठेन भने मैले दह्रो गाली खानेवाला हो। र अब अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। मम्मीले खोज्नुहुन्छ फोन, मजाले मैले यहाँ सिरानी मुनि राख्छु। सिरानी मुनि राखेर म त्यही फोनमाथि सुतेछु र यो फोनको डिस्प्ले पनि र प्लस यो ग्लास पनि हल्का फुटेछ भन्ने हुन्छ। मम्मी अब बाटो त एकदम बाटो हुनुहुन्छ, कतिको विश्वास गर्नुहुन्छ, मभन्दा 2 अगाडि हुनुहुन्छ। लेट्स सी। प्रब्लम भनेको यहाँ फोन कता हड्डम भयो कि मेरो, कता राख्दा ठ्याक्क यो यहाँनिर देखिने गराउनु पर्यो कि। म एकछिन क्यामेरा सेटिङ गरेर आउँछु ल। यो फोन यस्तो स्क्रिन लाउने ल गाइज। मैले के हो मम्मी र म हेलो हेलो गाइज। अब हामी एउटा गेम खेल्न लाग्छौँ। अस्ति रक्सी पेपर खेले जस्तै होइन। आज फेरि के हो, आज नि त्यस्तै एउटा गेम हो। मम्मीले फेरि यहाँ मैले एउटा गेम खेल्न लाग्दा धोका लगाइरहेको थिएँ। मम्मीले फेरि आफ्नो फोन कहाँ राख्न चाहिँ मलाई थाहा भएन, फोन हराइदियो भनेर हो एकछिन यहाँ एकचोटि क्यामेरा सेट गरेर नि फेरि एकचोटि गएर सुत्न र फेरि उठेर आउनु सुतेकै हालतमा हुनुहुन्छ। यु क्यान सी नाउ। अब ल गेम खेलौँ है। हुन्छ ल यहाँ राख्नु फोन। ल के भन्ने भने म एउटा मुखले यत्तिकै बोल्छु, तपाईँले के भनेको पत्ता लगाउनु है। ल तपाईँको फोनबाट बास होइन नि त। ल मैले तपाईँलाई के भनेको थिएँ तपाईँले अमिलो राख तपाईँ गर्नु। म तिमीलाई कति माया गर्छु तिम्रो नाम के हो? होइन ल पुऱ्याउनु फेरि तिमीले के गरिस् अर्को भन्नु त। तिमीले मलाई माया गर्छौ होइन तिम्रो हो, अरू पछाडिको मिलेन। तिम्रो हो फेरि तिम्रो मोबाइल हराएको होइन होइन तिम्रो हो। ल के हो त फेरि त्यस्तो? फेरि तिम्रो तिम्रो मोबाइल होइन हराएको के तिम्रो नाम सरस्वती होइन तिम्रो नाम मिलो। ल भन्नु तिम्रो नाम। टाइम सकिन्छ यस्तो कहाँ पाइन्न। तिम्रो नाम गेस गरेर भन्नुहुन्छ। म यहाँ हो। होइन मिलेन भए तपाईँले 1 पोइन्ट हार्नु है, मलाई 10 रुपियाँ दिनुला। अब तपाईँले गर्नु। होइन त्यही भन्नाले म तिमीलाई माया गर्छु। पहिला फेरि भन्नु त। ल भन्नु तिम्रो नाम भन्नु के फेरि भन्नु भने तिम्रो मैले आएर खाउँला। होइन के हो त अनि तिमी र म घुम्न जान्ला, बुटोल जान्ला। त्यही हो ए। आई गट 2 पोइन्ट्स। तपाईँलाई मैले जितेँ। ल यही हो साथीहरू, ल हाम्रो सर्ट भिडियो हो यो। ल थ्याङ्क यू, ओके बाई बाई सी यू। ल जानु मोबाइल लै पहिला मोबाइल त मसिन त छैन थाहा भएन। मेरो मोबाइल हो यो। उहाँ र के हो त फेरि त्यो त बाबाको भिडियो, बाबाको त्यहाँ सर केही भिडियो सुट गरेको भनेर त्यहाँ राखेको थिएँ के यस्तो गरेर उ गर्दैछ। अहिले अर्को बनाउँ ल भयो। अहिले त नभए त कि यो भिडियो नराख्ने कहिलेको कस्तो राम्रो है सर्ट भिडियो राख्नुलाई के भयो। अहिले चार्ज छैन फेरि साँझ हेरौँ ल के भयो। मेरो मोबाइल गयो कहाँ त अहिले त समाति त्यसो होइन त नि भाइ मैले तोर मोबाइल छैन न कोही बाहिर गएर न किया है यो फोन नचलाउनु है, यो फोन मैले रिभ्यू गराउनु। तँ त हो या मोबाइल खोज्नु त पर्छ र खोज्नु न भाउ कोही खसाल्नु भयो। खोसाली छैन तैँले मैले यहाँ त लेखिसो होइन। अहिले तपाईँ आउँदा चाहिँ ल्याउन थियो। होइन अहिले होइन क्या अघि नि तँलाई मैले त्यहाँ त के मोबाइल बाहिर फेर मलाई थाहा छैन। मैले छोएकै छैन। मैले किन्छु, मेरो 2-2टा फोन छ नि, बाबाको फोन छ। उस त्यस्तो भन्नु परेन तर मोबाइल त अहिले राखिदिए छैन खोल्नु के मोबाइल उता होला। कसैको फोन आउला नि के होला भाउ खसेर पुतो के थाहा, पुट्न नि त पाउने।
यहाँ मम्मीले यहाँ पत्ताउँदैन पत्ताएर मलाई लुकाइदिए भन्दा मैले लुकाइदिएकै छैन आएर खोज्नु भनेर म यसो गरेको थिएँ। अनि त्यसपछि अब फोन मजाले मैले फोन पनि लुकाउँछु, आउनुहुन्छ आउनुहुन्न, आउनु भने मजाले खोज्नुहुन्छ, भेट्यो भने नि स्क्रिन पुरै उभा। मैले फेरि क्यामेरा एकदम अर्को ठाउँमा अलिकति फरक ठाउँमा लुकाउँछु अनि म आउँछु ल। ओके फोन अलिकति यता राखेको ढाक्नु चाहिँ मजाले ढाकेको फोन। अब हेर मम्मीले क्यामेरा देखेर फेरि मम्मीले चाहिँ मलाई प्राङ्क हान्दिनु कि कति बेला आउनु नि यो। One eternity later. मोबाइल ल्याउनु म फोन मैले राख्दिएकै छैन, फोन गर्नु पर्यो के तेरोबाट गर्नु ल्याउनु। तिम्रो आएर नम्बर थाहा छैन केही त अनि कसको हँ मलाई थाहा छैन। हेर्नु फोन खोज्नु, मैले नि खोजिदिउँला बरु। राख्न त तिमीले राख्दैछौ कहाँ मैले राख्दैछौ के राखेकी चाहिँ होइन, मैले बाबाको फोनमा चलाएको बिहान गरी। सुरुमा त मैले दिँदै नि हुँदै होइन तपाईँले राईलाई पनि लुकाउनु त लुकाइछौ कहाँ लुकाइछौ के लुकाएकी चाहिँ होइन। फोन हान्नु नलुकाएकी भए फोन आउँदाखेरि जान्छ फोन आउने फेरि थाहा हुन्न कोही साइलेन्टमा हालेर राख्नु क्या तिमीले रोक्नु खोज्नु जताततै खोज्नु ल। यहाँ के गोजा नभए कहाँ के खोज्ने त कोठो मेरो कोठा यही हो के अरे खोज्नु। कहाँ राख्दैछ यसले फोन गर्नु परेछ यहाँ कान्छो आयो हिँड्न थालेको नि कहाँ आयो कान्छोलाई मैले फोन हान्नुलाई होइन कान्छोलाई हान कि भएन मेरो यहाँ इमर्जेन्सी नम्बर यहाँ फोन गर्न छ भने कहाँ आउला राखिदिएको फोन पनि मैले होइन के आफै राख्नेको बिर्सिन कति खोसाल्नु हो कि भाउ फुटो मुर खसाल्न त खसाली छैन के थाहा खसाली छैन के थाहा खोइ यिनीले लुकाइदिन्छ नि क्या बाबा पनि सुत्न आउँछ बाबा चलाउन बाबाले देखेन भन्नुहुन्छ मैले नि देखेन। बाबाको कुरा बताउने मेरो नपत्ताउने के त्यो बाक्सहरूले लुकाइदिएको बाबा हाम्रो काम छैन के अरे अब त्यो फोन लुकाउने बस्ने गर्छौँ। खोइ त फर्क्यौ त हाँसी लुकाइदिन्छ खोज्नु जताततै कहाँ खोज्ने त मैले अब भेटै नखोज्ने ठाउँ गरिदिएको चाहिँ यहाँ पनि अब एक ठाउँ यहाँ हो कि अब त्यहाँनिर उतना हाइटै पुग्दैन होला खोज्नु। यहाँ फाल्दैछ मैले फाल्छु फोन आफूको फोन हराएकालाई त पीडा महसुस हुन्छ के अरे। पीडा त मलाई यहाँ फोन गर्ने पाइ छैन नढोकिदिनु का चाहिँ त राख्नु त यसले लुकाइछ कहाँ लुकाइछ के मैले लुकाएकी चाहिँ होइन, मैले कसैको फोन लुकाउनु मलाई कस्तो अर्कै लाग्छ। यहाँ लुकाइकी खसेको त मैले लुकाएकी होइन यता ए के गर्ने चाहिँ यसले वालपेपर आए लक पनि फेर्दैन मैले हुँदै होइन त खोइ मेरो बाटो अब लक त दिखाइसिस ल अब एकछिन नछुनी यस्तो भएपछि नि फेरि के भएको यत्रो बेर मलाई धुम्ती पार्ने उत्तरदेखि मलाई फोन गर्न थियो केही छ केही त अब के गर्ने गाइज। अब यस्तै रहेछ मजाको भ्लग पनि भएन। स्क्रिन मेन यो स्क्रिन ब्रोकन ग्लास डाउनलोड गरिराखेको त यसको त कामै लाएन मम्मीलाई थाहा रहेछ। मलाई त अलिअलि त्यही नि त थाहा थियो कति लाटी छ भनेर भने यिनीहरूले मलाई अलिअलि त मैले पनि त जाने हुम्ला के अरे काम लागेन गाइज। प्राङ्क अनसक्सेसफुल भयो, प्राङ्क गन रङ। ओके आई विल ट्राई माई बेस्ट नेक्स्ट टाइम होइन त अर्कोचोटि चाहिँ राम्रो प्राङ्क गर्न सक्षम हुँ म। नयाँ छु त्यही भएर मलाई थाहा भएन, मम्मीलाई थाहा बढी भएको हो कि मलाई थाहा कम भएको कमेन्ट गरिदिनुहोस् गाइज के हो भन्ने कुरा। यस्तै रहेछ तपाईँले मेरो प्राङ्क सक्सेस हुनमा तपाईँको अनसक्सेस हुनमा तपाईँको हात ठुलो छ त्यसको लागि ल बाई बाई डु लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला ओके।